सीते मैले त हजुरलाई भनेकै थिएँ 14 वर्ष वनवासमा तिमीलाई दुःख हुन्छ भनेर तिमी अयोध्यामै बस सुखशैलमा जन्मिएकी जनकपुरको राज घरानामा सुखशैलमा जन्मेकी तर तिमीले मानिनौ सीता। स्वामी जहाँ हजुर हुनुहुन्छ त्यही मेरो लागि दरबार हो स्वामी। हजुरको अनुपस्थितिमा यो त्रिलोक मेरो लागि मिथ्या छ। त्यो त्रिलोकको केही पनि काम छैन स्वामी। म हजुरको साथमा आएर हजुरको चरण दबाउन पाएँ भने मेरो जीवन धन्य हुनेछ स्वामी। सीते तिम्रो त्याग तपस्याको म सधैँ आभारी हुनेछु। मैले त यही कुरा मेरो भ्राता लक्ष्मणलाई पनि भनेको थिएँ। लक्ष्मण तिमी अयोध्यामै बस भाइ। अयोध्याको हेरचाह गर, माताजीको पिताजीको ध्यान गर्नु, राज्य पनि सम्हाल्नु छ भनेको यो लक्ष्मणले पनि मानेन। दाजु जहाँ हजुर जानुहुन्छ त्यही मेरो संसार हो। हजुरको सेवा गर्ने मेरो एकमात्र लक्ष्य हो। मेरो जीवनको एकमात्र लक्ष्य हजुरको सेवा गर्ने हो दाजु। त्यही भएर म यो संसारका हरेक परिस्थितिहरूको सामना गर्न तयार छु। हजुरको साथमा रहेर हजुरको सेवामा हर क्षण हर घडी तत्पर छु दाइ। ठिक छ लक्ष्मण, जे जस्तो हो अब हामी जङ्गलमा आयौँ। अब यहाँको कुटीसुटीको बनाउनु पर्छ, बस्ने व्यवस्था मिलाउनु पर्छ। स्थान ल्याएनौ भाइ। दाजु मेरो स्थान त हजुरको चरण हो। म हजुरको चरणको सेवा गर्नका निमित्त हजुरको साथमा आएको हो, न कि सुखशैलमा बस्नका लागि। यो हजुरको चरण हजुरको खुट्टामै बस्छु म। स्वामी हेर्नुहोस् त, त्यो कति राम्रो हिरण आए जस्तो छ। यो सुनौलो कस्तो सुनको जस्तै हिरण छ स्वामी। हेर्नुहोस् त, हेर्नुहोस् त। अरे सीते हजुरले कस्तो कुरा गर्नुभयो? यस्तो पनि केही हुन्छ? स्वर्गको हिरण हुँदैन सीते। होइन होइन स्वामी, हेर्नुहोस् न हजुरले कति राम्रो छ, कति पहेँलो सुन जस्तै छ। ल्याउन स्वामी, मलाई त स्वर्गको हिरण ल्याइदिनुहोस् न स्वामी। अरे सीते अब तिमीले ल्याइदेऊ भने मैले कसरी नै भन्न सक्छु र? ठिक छ, म तिम्रो इच्छा तुरुन्त पुरा गर्नेछु। म त्यो स्वर्णको हिरणलाई तुरुन्त गएर लिएर आउँछु। लक्ष्मण भाइ भन्नुहोस्, भाइ भन्नुहोस्। लक्ष्मण तिम्रो भाउजूले स्वर्णको हिरण, सुनौलो हिरण देखेछ, म त्यसलाई लिएर आउँछु। तिमी जस्तो सुकै परिस्थितिमा पनि आफ्नो भाउजूलाई एक्लै नछोड्नु। उनको रक्षाको जिम्मा मैले तिमीलाई सोधेँ भाइ। हुन्छ दाइ, हुन्छ। हजुर चिन्ता नगर्नुहोस्। म आफ्नो ज्यानको अन्तिम श्वास रहेसम्म भाउजूको रक्षा गर्नेछु भाइ। ल म गएँ, लक्ष्मण म गएँ है। स्वामी छिटै लिएर आउनुहोस् है, कति राम्रो छ स्वामी। ल हुन्छ सीता, हुन्छ। म यो गएँ, यो आएँ। आज रावणले छल गरेर त्यो सुनको मृग पठाएको थियो सीता हरण गर्नका निमित्त। विधाताको विधिको विधानलाई पनि कसले टाल्न सक्छ र? स्वयं परमात्मा भएर पनि राम हामीलाई बाँच्न सिकाउँदै हुनुहुन्छ। संसारी भएर जन्मियो भने हामी कसरी बाँच्नुपर्छ, संसारका नियमहरूको कसरी पालन गर्नुपर्छ भनेर आफ्नो जीवन पर्यन्त हामीलाई सिकाएर जानुभयो। थाहा छ स्वर्णको मृग हुँदैन भन्दा भन्दै पनि स्त्रीको वचनलाई, स्त्रीको हकलाई पूरा गर्नका निमित्त आज रामचन्द्र हिरणको रावणको छलका कारण उताबाट रामले त्यो हिरणलाई धनुषले हान्दाखेरि त्यो हिरणले आवाज लगाउँछ छल गरेर, लक्ष्मण राधा मलाई बचाऊ, लक्ष्मण। लक्ष्मण तिमीले सुन्यौ कि? भाउजू सुने, भाउजू मैले सुने। अनि दाइको यो पुकार सुनेर तिमीलाई के चिन्ता लागेन? भाउजू
दाइ दाइ यो संसारको सर्वश्रेष्ठ धनुधर हुनुहुन्छ। यो संसारमा उहाँलाई पराजित गर्ने र परास्त गर्न सक्ने क्षमता कसैमा पनि छैन। यो अवश्य पनि यो जङ्गलमा कसै दुष्टको छल हुन सक्छ। हजुर चिन्ता नगर्नुहोस्, दाइ सुरक्षित हुनुहुन्छ, मलाई विश्वास छ। ए लक्ष्मण, मैले भनेको मान, जाऊ जाऊ, दाइको रक्षाको लागि जाऊ। मलाई के हुँदैन, मलाई यहाँ के हुँदैन, जाऊ भरत, जाऊ लक्ष्मण जाऊ। हजुर मलाई माफ गर्नुहोस्, दाइको आज्ञालाई मैले तोड्न सक्दिनँ। हजुर दाइले मलाई हजुरको सुरक्षाका निमित्त यहाँ खटाएको छ। म दाइको आज्ञा उल्लङ्घन गरेर हजुरलाई एक्लै छोडेर जान सक्दैन। हजुर ए लक्ष्मण, मेरो भनेको मान्दैन। दाइ नभएको अवस्थामा के तिमीले ममाथि कुदृष्टि लगाउनको लागि यहाँ बस्न आँटेको हो? अरे भाउजू, हजुर के गर्दै हुनुहुन्छ? मैले आजसम्म हजुरको चरणको यो औँला बाहेक मैले आजसम्म हजुरको मुखमा सम्म हेर्ने दुस्साहस गरेको छैन। मैले खालि हजुरका चरणहरू मात्र हेरेको छु। मलाई त्यस्तो लाज नलगाउनुहोस् भाउजू, ठिक छ। अब म रहन सक्दैन। हजुरले मलाई यतिसम्म भन्दा पनि अब म त्यहाँ गयो, म यहीँ रह्यो भने हजुरले फेरि के भन्नुहुन्छ भाउजू? तर बिन्ती छ, म एउटा सुरक्षा कवच हजुरको निमित्त निर्माण गरेर जान्छु। जुन सुखै परिस्थिति आए पनि, जस्तो विषम परिस्थिति, विपरीत परिस्थितिमा पनि हजुरले यो रेखालाई नतोड्नु होला भाउजू। हुन्छ, जे गर्नु छ गर। तिमीले भनेको म मान्छु, तर छिटो जाऊ मेरो स्वामीले के भयो लक्ष्मण? हुन्छ भाउजू, हजुर एक कुर्सीमा बस्नुहोस्। हजुर यहाँ बस्नुहोस्, म लक्ष्मण रेखा हाल्छु। हजुरले जुनसुकै परिस्थितिमा पनि हजुर यो रेखाभन्दा बाहिर नजानुहोला। अनि सीताजी त्यहाँ बस्नुहुन्छ। लक्ष्मणले वरिपरि त्यो धनुषले बाणले लक्ष्मण रेखामा वरिपरि लगाइदिनुहुन्छ। हजुर जस्तो सुकै अवस्था आए पनि हजुरले यो लक्ष्मण रेखालाई पार गर्ने दुस्साहस नगर्नुहोला, बिन्ती छ भाउजू। हुन्छ लक्ष्मण, हुन्छ। तिमीले भनेको जस्तै गर्छु। जाऊ बाबु, जाऊ, छिटो जाऊ। हुन्छ भाउजू, जाउँ गए। आज रावणले छल गरेर लक्ष्मणलाई पनि सीताभन्दा टाढा बनायो र आफू स्वयं बाबाको भेषमा सीता सामु आयो। अलख निरञ्जन भिक्षाम देहि, अलख निरञ्जन। सुरक्षा कवच, यसमा त मैले प्रवेश गर्न सक्दैन जस्तो छ। अब यो सीतालाई नै बाहिर बोलाउने के गर्नुपर्छ मैले? भिक्षाम देहि, अलख निरञ्जन। हे ऋषिवर, प्रणाम। बालिके सौभाग्यवती हो, खुश रहो। बाबालाई भिक्षा देऊ बालिके, भिक्षा देऊ। हुन्छ बाबा। अब सीताजी भित्रैबाट भिक्षा दिन थाल्नुभयो। ए बालिके, त्यसरी हुँदैन। त्यो भित्रबाट कसैले भिक्षा लिन्छ? यदि मलाई भिक्षा दिनु छ भने बाहिर आएर भिक्षा दिऊ बालिके। हे ऋषिवर, हे बाबा, म यो दैलोभन्दा बाहिर आउन सक्दैन बाबा। कृपा गरेर हजुर यो भित्रीबाट भिक्षा लिनुहोस् बाबा। ए बालिके, म त्रिकालदर्शी हुँ। तेरो पतिलाई भर्खरै आखेट गर्न जङ्गलमा गएको हो कि होइन? हो बाबा, हो। हजुरलाई कसरी थाहा भयो? म त्रिकालदर्शी हुँ, मलाई सबै थाहा छ। बाहिर आएर मलाई भिक्षा दिन्छ भने म तिमीलाई आशीर्वाद दिएर जान्छु सौभाग्यवतीको, अन्यथा तँलाई श्राप दिएर जानेछु, तेरो श्रीमान त्यही जङ्गलमा मरिजाओस् भनेर। त्यसो नगर्नुहोस्। अनि के छ त? बाहिर आएर दिने भए दियो, नत्र फेरि म श्राप दिन्छु। हे ऋषिवर, ठिक छ, म बाहिर आउँछु। श्राप नदिनुहोस्। आऊ बाहिर, आऊ बाहिर। हुन्छ।
तिमीलाई हरण गर्न आएको। भाइ लक्ष्मण, मैले तिमीलाई भाउजूको सुरक्षा गर भनेको, तिमी यहाँ किन हो भाइ? दाजु, हजुरले मलाई बचाए भनेर आवाज दिनुभएको थियो, त्यही भएर म आएको दाइ। अरे लक्ष्मण, हामीसँग छल भएको छ। जो त्यो स्वर्ण र मृग भनेका थियो त्यो त राक्षस रहेछ, त्यसैले मेरो आवाज निकालेर तिमीलाई सहयोगको लागि पुकारेको थियो भाइ। अनि तिमीले सीतालाई छोडेर आयौ। भाइ हजुर चिन्ता नगर्नुहोस्, मैले लक्ष्मण रेखा गरेर भाउजूको सुरक्षा गरेर आएको छु दाइ। त्यस्तो भनेर कहाँ हुन्छ? हिँड्नु छिटो हिँड्नु। हुन्छ दाइ, हुन्छ, हिँड्नुहोस्, जाउँ। अरे खै त सीता दाइ मैले त यही राखेर लक्ष्मण रेखा कोरेर गएको भाइ। के भयो यस्तो? आज तिमीले मैले भनेको मानेन लक्ष्मण। मैले तिमीलाई भनेको थियो जस्तो सुकै परिस्थिति आए पनि सीतालाई छोडेर नजानु भनेर, तिमीले मैले भनेको मानेनौ। अब कहाँ गइनु होला? सीते 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 यस्तो घनघर जङ्गलमा तिमी कहाँ गयो एक्लै हामीलाई छोडेर? ठुलो घटना भयो हामीबाट आज। मैले तिम्रो वचनलाई नकारेको भए पनि हुने थियो, तिमी आज यसरी हराउँदिनौ। सीते मलाई छोडेर किन गयो? कहाँ गयो? हे खग, हे मृग मधुकर सैनी, कहाँ कहीं दिखे थियो कि? हे चराचुरुङ्गी, हे पशु पंक्षी हो, कहीं देख्यो कि मेरो सीतालाई? कहीं देख्नु भएको छ भने कृपया भन्नुहोस् कहाँ हुनुहुन्छ? सीता, हे सीता पाप ढका बेला पाप बढ़ा बेला दुनिया का मेला प्रभु को तारा हुन्छ दुनिया का मेला। राखना साधुकार छ्याका निम्ति धर्म राखना पतित पावन गर्छन् संहार दुर्जनको पतित पावन। सीता कहाँ गयो तिमी मलाई छोडेर? यसरी छोडेर जानेका लागि मसँग आयो कि हो सीता तिमी? दशरथ मात्रै थिए अयोध्यामा राज्य गर्ने, दशरथ मात्रै थिए। चार छोरा भए तिनटी रानी, दशरथ की चार छोरा भए। सीता कहाँ गयो हो तिमी हामीलाई छोडेर? चित्रकूट बास भयो पन पन
चित्रकूट पास भयो सीताजीलाई हर्यो रावणले छल गरेर सीताजीलाई हर्यो। सीते कहाँ गयौ? कस्तो अवस्थामा होला तिमी सीता? यो घनघोर जङ्गलमा। हे सीता, हे सीता। रामचन्द्र शिकारी रावणको सुनो नौलो मृग रामचन्द्र शिकारी रावण भो भिखारी सीताजी हर नाका लागि रावण भो भिखारी। सीता, मेरी सीता कहाँ गयो होली? अब मैले घर फर्केर के मुख देखाउने? कहाँ खोजी तिमीलाई म सीता? मैले तिमीलाई भनेको थिएँ स्वर्णको बिलमा हुँदैन भनेर, तर तिम्रो जिन्दगीको अगाडि बढ्न सकिन सीता। स्त्री हातको अगाडि हुन सकिन। राम्रो ना जङ्गल सीता रानी अशोक पाटी राम्रो ना जङ्गल कुशल मङ्गल खबर लैजा हनुमान कुशल मङ्गल। सीता, मेरी सीता, भगवानसँग यही प्रार्थना छ जहाँ हो तिमी राम्रो हो। म छिट्टै तिमीलाई खोज्नेछु सीता, छिट्टै तिमीलाई खोज्नेछु। रावणलाई मारी लङ्कामा गई रामचन्द्रले रावणलाई मारी समय मैटारी भूको भार रघुनाथले समय मैटारी पाप बढे का बेला धर्म त्याका बेला पाप बढका बेला दुनिया का मेला प्रभुको तारा हुन्छ दुनिया का मेला। सबैले जोरदार